नमस्कार, म बाबुराम तिमिल सिन्हा। आजको यो भिडियो सामग्रीमा मैले बताउनै पर्ने केही कुराहरू लिएर आएको छु। खास गरी संविधान जारी भएपछि मुलुकमा के कस्ता उपलब्धिहरू हासिल भए आजको यो भिडियो सामग्रीमा मैले ती विषयहरूमा चर्चा गर्नेछु। पछिल्लो समय के पनि भाष्य सिर्जना गरिन खोजिँदैछ भने मुलुकमा केही पनि भएन, मुलुक बर्बाद भयो, मुलुक सकियो भन्ने लगायतका टिप्पणीहरू पनि यदाकदा सुनिएका छन्। वास्तवमा यो तथ्यगत नभई कसैको मनोवृत्तिबाट आएको कुरा जस्तो पनि देखिन्छ कतिपय हिसाबले हेर्ने हो भने। हुन त अपेक्षाकृत रूपमा अझै पनि धेरै कामहरू हुन बाँकी नै छ, धेरै सुधार हुन बाँकी नै छ। प्रशासनिक सुधार हुन आवश्यक छ, त्यसैगरी आर्थिक सुधारका कामहरू बाँकी नै छन्। हाम्रो भौतिक पूर्वाधारको अवस्था हेर्ने हो भने पनि धेरै सुधारको खाँचो देखिन्छ। तथापि यति हुँदाहुँदै पनि मुलुकले सामाजिक र राजनीतिक क्षेत्रमा यो बीचमा उल्लेख्य प्रगति गरेको कुरालाई लुकाउन छिपाउन मिल्दैन, किनभने 2072 साल असोज 3 गते संविधान जारी भइसकेपछि विभिन्न किसिमका अधिकारहरूको प्रत्याभूत भइसकेको छ। हुन त अधिकार प्राप्तिको कुरालाई र कार्यान्वयनको कुरालाई हेर्ने हो भने केही तारतम्य नमिले पनि पक्कै पनि ती अधिकारहरू जुन नागरिकलाई प्रत्याभूत गरिएका छन्, क्रमिक रूपमा ती अधिकारको कार्यान्वयनको पाटोतिर पनि अगाडि बढ्दै गरेको एउटा अवस्था जुन छ। संविधान जारी भएपछि महिलाहरूको सहभागिता भनौँ, महिला सशक्तिकरणको एउटा विषय निकै अगाडि आएको हामीले महसुस गर्न सक्छौँ। देशका प्रमुख निकायहरूमा महिलाको नेतृत्व स्थापित भएका कुराहरू रहेका छन्। संघीय संसदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ, त्यसैगरी प्रदेश सभाहरूमा महिलाको सहभागितालाई सुनिश्चित गरेको छ। यो बीचमा धेरै समुदायहरूले जो विगतमा उत्पीडनमा पर्नु भएको थियो, जसले विगतमा अधिकार पाएको थिएन, उहाँहरूले समेत अधिकार पाउँदै गरेको यो अवस्था छ। यति मात्र नभई मुलुकमा संस्थागत संरचनाको पनि क्रमिक रूपमा विकास हुँदै गएको थियो। हाम्रा संवैधानिक आयोगहरूमा नियुक्तिको एउटा फरक विषय भए पनि संवैधानिक आयोगहरूले आफूलाई मजबुत ढङ्गबाट अगाडि बढाउने सिलसिला पनि अगाडि बढेको थियो। हुन त सबै राम्रा काम भएका छन्, सबै राम्रो नै भएको छ भनेर भन्न सकिँदैन, तर भएका र हुन खोजेका कतिपय सकारात्मक कुराहरूलाई हामीले सकारात्मक बाटोबाट पनि हेर्न सक्छौँ। जस्तो 2063 सालदेखि अहिलेसम्मको अवधिमा समावेशी लगायत जुन आरक्षण कोटाबाट 25,000 भन्दा बढी व्यक्ति राज्यको मूल प्रवाहमा आएको देखिन्छ। अझ भनौँ प्रशासनिक निकायमा आफ्नो पहुँचलाई सुनिश्चित गरेको देखिन्छ। यति मात्र नभइकन समता, समानता, समावेशिता जस्ता विषयहरू पनि मूलभूतमा अहिले कार्यान्वयनमा आएको देखिन्छ। जस्तो प्रदेशको हकमा कुरा गर्नु पर्दाखेरि केही नकारात्मक टिप्पणीहरू विगतदेखि नै भइरहेका छन्। हुन त राजनीति गर्ने पात्र र प्रवृत्तिमा भर पर्ने कुरालाई हामीले संविधानमा लेखिएका कुराहरूसँग लगेर बढी केन्द्रित गर्ने गरेका छौँ। त्यसैगरी कानुनमा लेखिएका कुराहरूलाई बढी केन्द्रित गरेका छौँ। कानुनमा कुनै खराब किसिमका अक्षरहरू, शब्दहरू त्यहाँ लेखिएका छैनन्। तथापि पछिल्लो समय हाम्रो प्रदेशको व्यवस्थामाथि केही टीका टिप्पणी नभएका होइनन्। तर सकारात्मक रूपले हेर्ने हो भने मलाई के लाग्छ भने सुदूरपश्चिमका जनताले, कर्णालीका जनताले, मधेसका जनताले, अन्य भूभागका जनताले सरकारसँग नजिकको महसुस गर्न पाएका थिएनन्। तर अहिले प्रदेश सरकारहरू जसरी एउटा संस्थागत हुने क्रममा थिए, संस्थागत हुँदै गर्दाखेरि जनताले आफ्नो नजिकमा पनि सरकार छ भनेर प्रदेश सरकारको महसुस गर्न पाएका थिए। त्यसैगरी 753 स्थानीय तहहरू रहेका छन्। 753 स्थानीय तहहरूले पनि आफूलाई संस्थागत गर्दै संविधान र कानुनको भावना अनुसार काम गर्दै लगेको स्थिति थियो। हामी यति धेरै प्रदेशप्रति नकारात्मक बन्न जरुरी पनि थिएन जस्तो लाग्छ। तथापि यस बीचमा प्रदेशले आफूलाई जसरी सुशासन र जनतालाई सेवा दिने मामिलामा जसरी स्थापित गर्नु पर्थ्यो, त्यो स्थापित गर्न नसकेको हो कि भन्ने कुराहरूलाई स्वीकार
गर्न सकिन्छ, तर प्रदेश नै अनुचित हुन् भनेर भन्न सकिँदैन, किनभने संविधानले प्रदेशको आवश्यकता महसुस गरेर, जनताका प्रतिनिधिहरूले आवश्यकताको महसुस गरेर नै प्रदेशका संरचनाहरू बनाइएका हुन्। कानुन आफैमा सक्रिय हुने होइन, कानुनलाई सक्रिय गराउन सरकारको भूमिका को आवश्यकता पर्दछ। सरकार सञ्चालन गर्नका लागि शासक वर्गको आवश्यकता पर्दछ। यदि शासक वर्ग सही किसिमको हुने हो, शासकले सही प्रतिनिधित्व गर्ने हो भने कुनै पनि तहको सरकार आफैमा नराम्रो कदम कदाचित हुन सक्दैन, किनभने जनतालाई सेवा दिने संस्था संरचनामा आफै खराब हुन सक्दैन, तर जनतालाई सेवा दिने नाममा आफ्नो मात्र भलो हेर्ने र संविधान र कानुनमा लेखिएका कुराहरूप्रति खासै वास्ता नगर्ने प्रवृत्तिले गर्दाखेरि प्रदेश संरचनामा केही प्रश्न उठेका हुन सक्छन्। तथापि नेपालको संविधान जुन 3 तहको संघीय संरचनामा छ, संघ, प्रदेश र स्थानीय तह, यो आफैमा एउटा सुन्दर पक्ष पनि रहेको छ। यसलाई सुन्दर तरिकाले व्याख्या गर्न पनि सकिन्छ। अहिले हामीले नकारात्मक कुराहरूलाई बढी सोचेर नकारात्मक कुराहरूको बिउ बढी रोपे जस्तो लाग्छ, किनभने जनताको माहौल के छ, जनताले के चाहन्छन् भन्दा पनि कसरी स्वार्थ परिपूर्ति गर्न सकिन्छ, के विषयलाई उठान गर्यो भने बढी नकारात्मक बन्न सकिन्छ भन्ने कुराहरू र त्यस्ता किसिमका प्रवृत्तिहरू पनि रहेका छन्। मौकाको फाइदा उठाउने प्रवृत्ति पनि नेपाली समाजमा देखिँदै आएको छ। र भन्नै पर्ने कुरा के रहेको छ भने यदि कुनै पनि शासनले, सत्ताले जनताको लागि, जनताको हितमा काम गर्ने हो भने त्यो निकै नै प्रभावकारी हुन्छ। संविधानमा लेखिएका कुराहरू, कानुनमा लेखिएका कुराहरू असल नियतले कार्यान्वयनमा लैजाने हो भने पक्कै पनि आजको दिनमा यी प्रश्नहरू उठ्ने थिएनन्। यसर्थ संविधान आफैमा दोषी दस्तावेज होइन। प्रदेश सरकार, प्रदेशका संरचनाहरू, प्रदेश तह, स्थानीय तह, संघीय तह आफैमा दोषी छैनन्। यिनीहरूलाई सही तरिकाले नेतृत्व गर्ने व्यक्ति र व्यक्तिको प्रवृत्तिमा केही समस्या हुन सक्छ, तर व्यक्तिको प्रवृत्ति र शासक वर्गको समस्यालाई लगेर संविधान नै खराब हो भन्नु पनि उचित हुँदैन। यसर्थ संविधानले सबै जात, जाति, धर्म, संस्कृतिलाई जसरी संरक्षण गरेको छ, जसरी हाम्रो संविधान एक किसिमको विविधता युक्त छ र विश्वमै उदाहरणीय संविधान पनि हो, यो संविधानकै माध्यमबाट राजनीतिक निकास निस्किन सक्छ भन्ने पनि मजबुत कुरा रहेको छ। यति मात्र नभई यो बीचमा हामीले हेर्ने हो भने धेरै किसिमका हाम्रा उपलब्धिहरू संस्थागत भएका छन्, गणतन्त्र संस्थागत भएको छ। त्यसैगरी संविधानका नै देन भन्नुपर्छ। अहिले अधिकारको विविधता पनि भएको देखिन्छ। आमाको नामबाट समेत नागरिकता प्राप्त गर्न सकिने अवस्था रहेको छ। त्यसैगरी महिलालाई अधिकार दिएको छ। संविधानको धारा 38 ले महिलालाई संवैधानिक अधिकार दिँदा मलाई लाग्छ कुनै पनि न्यायिक निकायबाट अहिले महिलाको अहित हुने गरेर, महिलाको विपक्षमा अथवा महिलाको पीडाको विपक्षमा हुने गरेर फैसला समेत हुने गरेका छैनन्। जहाँसम्म संरक्षणको कुरामा सरकारले देखि अड्डा अदालतले सम्म पनि संरक्षण गरेको अवस्था छ। यी सबै कुराहरू संविधानबाट नै प्राप्त भएका छन्। समावेशिता संविधानबाट नै प्राप्त भएको छ। सहभागिताको सुनिश्चितता पनि संविधानबाट नै सुनिश्चित भएको छ। यस्ता महत्त्वपूर्ण कुराहरू हुँदा हुँदै पनि शासक वर्गको कमजोरीलाई लगेर हामीले संविधान नै खराब भनेर भन्नु उचित हुँदैन। त्यसकारणले हाम्रा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका जुन संरचनाहरू छन् यी संवैधानिक हिसाबले मजबुत हुनुपर्छ। त्यसैगरी कार्यान्वयनको हिसाबबाट पनि अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भन्नै पर्ने कुरा के छ भने पछिल्लो समय समाजमा नकारात्मक कुराको बिउ बिजारोपण गर्ने पनि काम भइरहेको यत्र तत्र सर्वत्र देखिन्छ। देशमा केही भएन, देशमा गर्न सकिएन, देशमा केही पनि छैन भन्ने किसिमका भाष्यहरू पनि सिर्जना गरिएका छन्। हतोत्साहन गर्ने किसिमका कुराहरू पनि बढी मात्रामा आइरहेका
आइरहेका छन् तर प्रोत्साहन गर्नका लागि सम्बन्धित पक्षबाट त्यति धेरै भूमिका खेलिएको देखिँदैन। विदेश गएका कुराहरूलाई मात्र हामीले टिपेका छौँ, नोट गरेका छौँ, तर विदेश गएर राम्रो पढाइ गरेर कला सिप र कौशलयुक्त भएर स्वदेशमा फर्केर व्यापार व्यवसाय गरेको, विभिन्न प्रशासनिक क्षेत्रमा आबद्ध भएको र त्यहाँ सिकेको ज्ञानबाट नेपाललाई समृद्ध बनाउन भूमिका खेल्ने व्यक्तिहरू पनि हुनुहुन्छ। त्यस्ता व्यक्तिको चर्चा कम हुँदाखेरि, नकारात्मक कुराको चर्चा बढी हुँदाखेरि नेपालमा केही भएन, गर्न सकिएन भन्ने कुराहरू पनि अहिले एउटा वृत्तमा आइरहेका छन्। समस्या छन्, समस्या नहुने ठाउँ कुनै पनि हुँदैन होला, कुनै पनि देश समस्या रहित भनौँ अथवा रामराज्य हुन सक्दैन। समस्यालाई निराकरण गर्न सकिन्छ, तर ती समस्या निराकरण गर्नका लागि उपयुक्त बाटोको, उपयुक्त पद्धतिको, उपयुक्त विकल्पमा नै जानुपर्दछ। गलत बाटो हिँडेर संविधानको दायरा छोडेर हामी कहिल्यै पनि निष्कर्षमा पुग्न सक्दैनौँ। अहिलेको अवस्था जुन जे कुरालाई पनि नकारात्मक रूपले चित्रण गर्ने अवस्था छ, यसको अन्त्य हुनै पर्दछ। नेपालमा बिस्तारै भौतिक पूर्वाधार लगायतका विकासहरू भएको पनि हामीले पाउँदछौँ। गाउँ घरमा अहिले बस्तीहरू, त्यहाँबाट मानिसहरू बसाइ सर्ने क्रम बढ्दो छ, तर त्यहाँ पनि विकास पुगेको देखिन्छ, धारो पानी बिजुली पुगेको देखिन्छ। तथापि जनसङ्ख्या सहर केन्द्रित हुँदै गर्नु, सुख सुविधा यातायात शिक्षा स्वास्थ्यका हिसाबले त्यति नकारात्मक पनि होइन। बस्ती विकासलाई पनि त्यही तरिकाबाट अगाडि बढाउन सकिन्छ। नेपालको मूल समस्याका रूपमा रहेको बेरोजगारी समस्या हो। बेरोजगारी समस्यालाई सही तरिकाले समाधान गर्न सक्ने हो भने मुलुक बिस्तारै एउटा प्रगतिको बाटोमा अगाडि बढिरहेको थियो, तर जनताले अपेक्षा गरे अनुसारको प्रगति हुन सकिरहेको थिएन। मुलुकले विकासमा गुणात्मक फड्को मार्न सकेको अवस्था थिएन। यही नैराश्यता, यही कमजोरीलाई विभिन्न पक्षहरूले कसरी जनताको बीचमा फाटो ल्याउन सकिन्छ, कसरी जनतालाई भड्काउन सकिन्छ, कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर पनि एक किसिमबाट म्यानिपुलेसन गरिरहेको अवस्था थियो। यी समग्र कुरालाई विचार गर्ने हो भने हामी नकारात्मक बन्नु भन्दा पनि हामीसँग जे छ, हामी अहिले जस्तो अवस्थामा छौँ त्यही अवस्थाबाट नै मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुको विकल्प छैन, त्यो पनि संवैधानिक र कानुनी बाटोबाट। यसर्थ हामी सबैले विवेक पुर्याउनु पर्ने देखिन्छ। नकारात्मक कुराको प्रचार गरेर देशमा केही भएन छैन भनेर भन्दा पनि अब गर्न सकिन्छ। हामीसँग छ भएका कमजोरीहरूलाई हामी सुधार गरेर अगाडि बढ्छौँ भन्ने मान्यताका साथ अगाडि बढ्न सकियो भने पक्कै पनि मुलुकले काँचुली फेर्न धेरै समय लाग्दैन जस्तो लाग्छ। यसर्थ हामी अब नकारात्मक बाटो, नकारात्मक कुराको बिउ बिजारोपण गर्न भन्दा सकारात्मक कुरातिर बढी उन्मुख हुनुपर्दछ र राज्यलाई एउटा समृद्ध स्थानमा पुर्याउनु पर्छ। हामीसँग भएका स्रोत साधनको उचित प्रयोग हुनुपर्दछ। हाम्रा युवाहरूले सकेसम्म स्वदेशमा नै देशका लागि योगदान गर्न सक्नुपर्दछ। त्यो वातावरण पनि सरकार लगायत सम्बद्ध पक्षले बनाउन सक्नुपर्दछ भन्ने कुरा मलाई लागेको छ। त्यसैले नकारात्मक कुरालाई नै बोकेर हिँड्नु भन्दा हामीसँग भएकै कुराहरूबाट अगाडि बढ्न का लागि म सबै समक्ष अनुरोध पनि गर्दछु। संविधान जारी भएको 10 वर्षमा हामीले केही पाएका छैनौँ भन्ने होइन, हामीले कतिपय कुरा पाइसकेका छौँ र कतिपय कुरा पाउनका लागि प्रयत्न गर्दैछौँ। त्यो प्रयत्न असल नियतले गर्यो भने, संविधानमा रहेका केही कमी कमजोरीलाई सुधार गर्यो भने पक्कै पनि नेपाल एउटा समृद्ध मुलुक बन्न सक्छ। त्यो समृद्ध मुलुक बनाउन तपाईँ हाम्रै हात हुनेछ भन्ने मलाई लाग्छ। आजको यो भिडियो सामग्रीबाट अब नकारात्मक कुरातर्फ होइन, सकारात्मक सोचेर आफ्नो तवरबाट अगाडि बढौँ भन्न पनि चाहन्छु। हवस् त, नमस्कार।